हाम्रो चाहिँ Brown ब्राउन bread, ब्रेड full बनिरहेछ हैन। recipe. ब्राउन ब्रेडको अब धेरैजनाले चाहिँ ब्राउन ब्रेडको रेसिपी पठाइदिनु भनेर मलाई चाहिँ धेरै टाढाबाट चाहिँ भन्नुभयो। अब रेसिपी सिकाउनलाई चाहिँ अब इन्डिभिजुअली सबैजनालाई सिकाउनु भन्दा हैन, म एकैचोटि एउटा भिडियो बनाउँछु, म टिकटकमा राख्छु, तपाईँ सबैले हेर्नु होला। त्यसको लागि चाहिँ हाम्रो एउटा यस्तो छ, यसको सिस्टम चाहिँ यो चाहिँ फ्लावर मैदा, यो चाहिँ प्रिमिक्स भन्छ, ब्राउन ब्रेड प्रिमिक्स भन्छ। यो प्रिमिक्स भनेको चाहिँ कन्सन्ट्रेट अफ फाइबर हो क्या। त्यो फाइबर भनेको अन्नहरूको बाहिरको खोल के, कभर के, भित्रको चाहिँ मैदा भयो, बाहिरको चाहिँ आटा हो क्या। आटा र मैदामा के फरक छ भने तपाईँको 100% चाहिँ आटा हो, अनि बाहिरको त्यो तासेपछि भित्रको व्हाइट पार्ट हुन्छ नि, त्यो चाहिँ मैदा हो। 85% चाहिँ मैदा अनि 15% पनि एड भएपछि आटा भयो क्या। जस्तै के भयो भने त्यसलाई चाहिँ ब्रान्ड भन्छ क्या, BRN ब्रान्ड भन्छ। ब्रान्ड भनेको चाहिँ यो चाहिँ कलेक्सन अफ ब्रान्ड हो क्या, अन्नहरूको बाहिरको मात्रै, भित्रको होइन। भित्र त स्टार्च मात्रै हुन्छ होइन, बाहिर चाहिँ के हुन्छ, फाइबर हुन्छ। यसलाई तपाईँले के बुझ्न सक्नुहुन्छ, कलेक्सन अफ फाइबर, कन्सन्ट्रेट अफ फाइबर अथवा कलेक्सन अफ ब्रान्ड, जुन चाहिँ यो ग्रेनहरूको बाहिरको एडिबल कभर हो है। फेरि त्यो गाउँको त सबभन्दा बाहिरको त खानै सकिन्न, धेरै कडा हुन्छ नि त होइन, गाई भैँसीले खान सक्दैन त्यो भुसहरू त होइन, त्योभन्दा भित्रको तास्ने के त्यो। यो आटा भयो है, यो 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 गरेर 1 केजी के। यसको प्रपोर्सन कस्तो छ, 500 ग्राम यो, त्यसपछि 300 ग्राम यो, 200 ग्राम यो, 5, 3, 2 गरेर 1 केजी मैदाको भयो क्या। 1 केजी फ्लोरको रेसिपी बन्यो। आज हामीले डबल गरेछौँ नि त, डबल गरेको भनेको 2 केजीको भयो। अब त्यसमा चाहिँ अब इस्टको कुरा आयो, इस्ट कति हाल्यो, 1 केजीमा 20 ग्राम, 2 केजीमा 40 ग्राम। यो अरू इन्ग्रिडियन्टको लागि पहिला हामीले यो 1 किलोमा मिलाउनु पर्छ क्या। यदि फर इक्जाम्पल तपाईँले कोदो राख्नुभयो अरे, यहीँबाट कोदो 100 ग्राम राख्नु भने 100 ग्राम मैदा निकालेर कोदो राख्नु पर्यो, यो हुनु पर्यो 1 किलो देखि। किनभने फेरि अरूको हिसाब गर्न, अरू रेसिपी हिसाब गर्न गाह्रो हुन्छ नि त। यसैमा अलिकति कोदो नमिसाउने क्या, जति कोदो मिसाउने त्यति मैदा निकाल्ने अथवा आटा निकाल्ने। यो चाहिँ के हुनु पर्यो, तपाईँको 1 केजी नै हुनु पर्यो। फापर राख्नुभयो, कोदो राख्नुभयो, अथवा चाहिँ तपाईँले मकै हुन्छ नि, त्यो के भन्छ अरे, मकैको भात बनाउने कि त्यो के च्याख्लाहरू, अर्को के नाम छ कि त्यसको, आटो साटो के राखिन्छ, तपाईँ 1 किलोभित्रमा एडजस्ट गर्ने हो। त्यसपछिको रेसिपी भनेको तपाईँले टेन्सन लिनु पर्ने, 1 केजीमा 20 ग्राम इस्ट होइन, सुगर भेरी लिटल, हामीले 10 ग्राम राखेको छौँ, त्यही पनि यो अभोइडेबल हुन्छ, नराख्दा पनि हुन्छ होइन। अनि यो चाहिँ ग्लुटेन हो इलास्टिसिटीको लागि। त्यसपछि यो चाहिँ ब्रेड इम्प्रुभर अनि बटर। अब यो चाहिँ इन्ग्रिडियन्ट छुट्टा छुट्टै जोखेको। खासमा फेरि ब्रेड बनाउँदाखेरि पनि यसरी भन्छ फेरि त्यो साउथीतिरबाट होइन, फेरि आउला फेरि होइन, पाउटी बनाउँदा पनि यस्तो यो एउटा एउटा गरेर जोखेर कसरी भ्याउने भने यो देखाउनु त पऱ्यो नि त, सिक्नु त पऱ्यो नि त होइन। यो यसरी नै ब्रेड त बन्ने होइन। अब यसको ग्रुपको कुरा आउँछ होइन, यो एकै ठाउँमा हुन्छ। जस्तो तपाईँले यसलाई इस्ट यहाँ राख्नु,